हुनु शिवार छ यता यता हजुर शिवार सुनामी आयो सुनामी यहाँ हो जहाँ खाने पसल यहाँ हो पसल यसलाई रक्सी नदिनु है मैले 3-4 ठाउँ यस्तै गरेको छु यसलाई रक्सी नदिनु म पुलिस फेरि यहाँ लोकल रक्सी बेच्छ भनेर पुलिस बोलाइदिन्छु तपाईँले तपाईँको बुढाले सम्झाउनु पसलमा नथर्काउनु हामी पसलमा के गरेर हामी बेहोर गर्ने यसलाई रक्सी नदिनु मैले भन्दैछु आइन त यसलाई रक्सी नदिनु मैले भन्दैछु फेरि होटलवालाले कराउने होइन यसलाई रक्सी नै नदिनु दिँदैन अब आइन त मैले धेरैपल्ट यहाँ आइरहेको देखेको छु एक दुईपल्ट होस् नि त होस् व्यापारी यति होस् भनेर चुप लाग्छ कम्ता बेरोज गर्छ यसले आउँछ जति बेला नि जतिखेर नि आउँछ जतिखेर नि 2-3 चोटि आउनु भयो आज आउँदाखेरि धेरैपल्ट देखेको छु बहिनी मैले धेरैपल्ट चाहिँ होइन आएको को हो नि यो होइन बरु म सिसी क्यामेरा बसेर हेरिरहेको छु मैले आसी नै बोतलमा हालेर लगेको हो नि धेरै चोटि हालेर लगात एकचोटि अनि 2 चोटि जति खान्छ मैले भन्न आएन आज अति नै भएर म रिसाएर आएको आज अहिलेसम्म भन्न आएन माथिको पनि यस्तै गरेर यसलाई बेजेत गरेर म माथि पनि बन्द गरेँ यो एरिया सबै बन्द गरिसकेँ अब आइन्दा यसलाई रक्सी मात्रै दिनुभयो भने हेर्नु म अब दोस्रोचोटि देखेँ पहिलोचोटिलाई अब तपाईँलाई पनि थाहा छैन हाम्रो के छ कसो छ तपाईँलाई पनि थाहा छैन अब दोस्रोचोटि तपाईँलाई यो व्यक्तिलाई यहाँ देखेँ भने फेरि तपाईँलाई पनि नराम्रो हुन्छ है बहिनी मैले भन्दैछु तपाईँलाई फर्का होइन मैले तपाईँलाई मैले पहिलोचोटि भनेको छु हामी जे पनि यसको अनुहार हेर्नु अब आइन्दा अब जे गर्नु मन लाग्छ गर्नु